यो म चाहिँ वन जङ्गलमा घुम्दाखेरि चाहिँ मैले यो एपी सेरेना लोकल माउरी चाहिँ मैले जङ्गलतिर यसो काम गर्दा यसमा रुखहरूमा बसेको रहेछ। त्यसपछि चाहिँ मैले यसलाई चाहिँ अब के कस्तो काम गर्छ भनेर मैले अलिकति देखाएको छु साथी हो। यो मेरो फर्मको नाम चाहिँ लालीगुराँस तथा पशुपन्छी लोकल माउरी फर्म। यो कहाँ छ भन्नुहुन्छ भने रुन्तीगढी 7 गैरामा रहेको जानकारी गराउँछु। यस्तै यस्तै भिडियोहरू हेर्न इच्छुक भएका व्यक्तिहरूले चाहिँ यहाँ आएर मजाले हेर्न सक्नुहुन्छ। अब यो चाहिँ मैले तपाईँहरूले देखाएको छु। अब यसको छोटो अरू भिडियो फेरि कोही दिनपछि चाहिँ तपाईँको अवश्य पनि आउनेछ। यो माउरीले चाहिँ अब एपी सेरेना लोकल माउरीले चाहिँ अब स्थानीय जातको यो वन जङ्गलमा छरिएर बसेको माउरीले चाहिँ हामीले अब घरमा लगेर चाहिँ राख्नेछौँ। यो पनि अब तपाईँहरूलाई चाहिँ कोही दिनपछि छिट्टै यो घरमा लगेको र यसबाट निकालेर लगेको चाहिँ तपाईँले अवश्य पनि देख्न सक्नुहुन्छ। त्यही भएर यो चाहिँ तपाईँहरूले चाहिँ देखाएको छु साथी हो। यो अब यो लालीगुराँस तथा पशुपन्छी लोकल माउरी फर्मलाई चाहिँ बेला बेला चाहिँ यसो हेर्ने बानी बसाल्नु होला। तपाईँहरूले हरेक कुराहरू चाहिँ यहाँबाट पनि सिक्न सक्नुहुन्छ भनेर म तपाईँहरूलाई यति चाहिँ जानकारी गराउँछु। अब यो यस्तै यस्तै लोकल माउरीहरू एपी सेरेना लोकल माउरीहरू वन जङ्गलमा छरिएका माउरीहरू चाहिँ अब कसरी निकाल्ने, के कसरी चाहिँ लैजाने, घरमा लगेर के कसरी राख्ने भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई यहाँबाट अवश्य पनि जानकारीहरू चाहिँ सिकाउने छु र तपाईँहरूलाई चाहिँ देखाउने छु भन्दै अब यो छोटो सर्टकट भिडियो तपाईँहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यसै सल्लाह सुझाव चाहिँ दिन सक्नुहुन्छ तपाईँहरूले चाहिँ भन्दै अब यो तपाईँहरूले चाहिँ यो देख्नुहुन्छ भित्र चाहिँ बसिआएको माउरीहरू तन्नै देख्नुहुन्छ। अब यो मैले तपाईँहरूले चाहिँ अब कसरी राख्ने के कसरी गर्ने भनेर यो चाहिँ मैले तपाईँहरूले एउटा स्याम्पलको रूपमा देखाएको छु। यो छिट्टै नै तपाईँहरूले फेरि लगिसकेको पनि तपाईँहरूले निकालिएको पनि तपाईँहरूले देखाउने छु भन्दै म यस लालीगुराँस तथा पशुपन्छी लोकल माउरी फर्मको सञ्चालक टेकराज घरती पनि तपाईँहरूलाई चाहिँ यस्तै यस्तै छोटा जानकारीमूलक कुराहरू चाहिँ तपाईँहरूलाई सिकाउँदै र भन्दै र तपाईँहरूलाई देखाउँदै पनि म अवश्य पनि तपाईँहरूलाई हरेक कुराहरूका माउरी सम्बन्धीका कुराहरू तपाईँहरूलाई देखाउँदै कतिपय कुराहरू सिकाउँदै अवश्य पनि यहाँबाट हरेक कुराहरू सिक्नुहुनेछ भन्ने मलाई तपाईँहरूले चाहिँ केही सिकाएको छु र केही देखाएको छु साथी हो। ल त